युट्युब च्यानल आयो सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु होइन। आज चाहिँ हामी यता कतारको पर्पल आइसल्यान्ड भन्ने ठाउँतिर आएको थियौँ। त्यही भएर सानो केटाहरूसँग आएको थियौँ कि केटाहरू दुईजना उता छ, हामी चाहिँ यता चट्ट बसेर यसो सानो एउटा मैले प्रस्तुति तपाईँहरूलाई आएको ठाउँमा यसो देखाइदिउँ भनेर चाहिँ मैले निकाल्दैछु होइन। सो त्यही हो, केटाहरू त फोटो खिच्दा व्यस्त छ, हामी चाहिँ नि अब भर्खर हाम्रो प्रस्थान भइरहेछ, भर्खर आउँदैछौँ, उता जानै बाँकी छ होइन। अब हेरौँ के हुन्छ, भाग्यले दिएछन् जाने, नत्र भने यहाँबाट फर्किनु नि म सक्छु है। अब के गर्ने, यस राति पनि लगाइसक्यो, रातितिर यसो जाम भनेर आएको कि केटाहरू चाहिँ अब यहाँ पुरा तालमा छन्। अब दाइ कस्तो गीतमा होइन ट्याक्कै हिँडेको मात्रै भन्छ। दाइ भिडियोमा के अरे सुरेन दाइको भाउजूले हेर्ने भयो। गाइस हेरौँ एकछिन सबर, त्यहाँ उता हेरौँ न त। त्यहाँ फोटो खिच्दै भने जस्तो छ। त्यही गाइस होइन, अब धेरै रहर थियो यता आउने, आज चाहिँ यता आएको कि। सुरन दाइ याला भाउजूले देखाउनु पर्छ है, भाउजूले हेर्छ नभए नि त मेरो भिडियो। ल भाउजू हेर्नु त यस्तो ह्यान्सीमा अनि अब यहाँ आउने साह्रै रहर थियो, आज यसो छुट्टी भएर यसो मिलाएर आएको कि होइन। चिसो चिसो यता पुरा पानी रहेछ होइन, त्यहीसँग पानी छ। अनि यो साइड पनि पुरा पानी छ, जङ्गल घारी टक्क यसो आइदिएको छ नि। अब के गर्नु, टिकटक दाइ टिकटक हान्नु पऱ्यो अरे एकछिन गाई है।